त शनिबार, त्यही भएर मजाले पिरो अमिलो पानीपुरी बनाएर खान पर्यो भनेर पानीपुरीको सामानहरू लिएर आएँ। एकतिर आलु बसाल्दिए, अर्कोतिर पानीपुरी तार्नका लागि तेल बसालेको थिएँ। तेल अब त तात्यो होला भनेर पानीपुरी हालेको त तेल तातेकै रहेनछ। एउटा पुरी हालेको थिएँ, त्यति पाक्नलाई पनि कत्रो बेर लाग्यो तेल नतातेर। एकछिनपछि त तेल पनि मजाले तात्यो। त्यसपछि त एकैछिनमा पानीपुरी एक कारी तारिदिए भने पानीपुरीको झोल तयार गरेर प्याज काटेको अचारको लागि आँखा पोलेर त धरधरी पिर परेर रोयो भन्दा आँखा रुवाइदियो त। आँखै हेर्न नसक्ने गरी आँसु आइरहेको थियो। नाकमा सिगन सुज्जा आयो भने छ्या। रातो खुर्सानीलाई 5वटा झिकेर सिलौटोमा राखेँ। त्यसपछि नुन हालेर मजाले मसिनो पारेर पिसे। आलु र अन्डा उसिन्न बसालेको थिएँ, त्यसलाई झिकेर तासतुस पनि गरेँ। काम गर्दा गर्दै खली पसिना आइरहेको थियो। पानीपुरीको अचार रस सबै तयारी भयो। अब रसमा अमिलो लाग्यो कि लागेन भनेर चाहेको एकदम सुनमा सुगन्ध बारै छ भने पानीपुरीको रस अचार देखेर कति बेला खाऊ जस्तै भइसकेको थियो। पहिले चाहिँ सबै पुरीमा अचार भरे। पानीपुरी खाएको स्पाइसी भिडियो चाहिँ अर्को पार्टमा है गाइज, प्रतीक्षा गर्नु होला। आजलाई चाहिँ यति नै। भिडियोलाई लाइक गरी च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला। इन्डो बाई, राधे राधे।